Happy New Year! सुरुमा नै नयाँ वर्ष 2083 सालको उत्तरोत्तर प्रगति समृद्धिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। विरोध श्रेष्ठज्यू, त्यसै गरी नेपाली एसोसिएसन अफ वर्ल्ड नेफका वर्तमान विनोद बस्नेत, त्यसै गरी नेपाली कम्युनिटी सेन्टर ओर्ल्यान्डोका वर्तमान अध्यक्ष विकास देवकोटा, हजुरहरू जो पनि ओर्ल्यान्डो भन्दा टाढाबाट आउनुभएको छ उहाँहरू सबैजनालाई ओर्ल्यान्डोमा धेरै धेरै स्वागत छ र 2083 साल विक्रमसँग 2083 सालको शुभ
नयाँ वर्षको हार्दिक 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 मङ्गलमय शुभकामना छ। र यस पिकनिकमा हामी अब सांस्कृतिक कार्यक्रम बाँसुरीको धुन कविताको रूपमा केही भन्छु सुन। हेर्दा हेर्दै सुरु भयो हाम्रो नयाँ वर्ष, साथीभाइ जम्मा जताततै हर्ष। यति प्यारो मौसम हुन्छ हुँदैन, यति प्यारो मौसम हुन्छ हुँदैन, यस्तो मौका फेरि जुड्छ जुड्दैन। स्वच्छ र सफा गगनलाई हेर, सिरसिर बहेको पवनलाई हेर। यसैमा हामी नयाँ कुरा देख्छौँ, यसैमा भोलि कविता लेख्छौँ। एउटै छ हाम्रो धरती र आकाश, हामी सबैले सास फेर्ने बतास। मान्छेले कोर्यो देशको सिमाना, धरतीलाई बाँड्ने कस्तो यो चाहना। मान्छे हुन् एउटै जात थरी थरी, मान्छे हुन् एउटै जात थरी थरी, मन्दिर धाउँछन् मनमा छैन हरि। नेपाली न्यु पिकनिक ओर्लान्डोमा गर्ने हामीले दशकौँदेखि यहाँ गर्ने। किन भन्दाखेरि यहाँ सेन्ट्रल पर्छ, जताबाट आउँदा पनि बाटो पर्छ। जस्तो क्याम्पा, गेन्सविल, भ्याक्सिन भयो, सबैले पानी। संयुक्त आयोजनामा नाफ र एनसिसीको संयुक्त आयोजनामा यहाँ बस्ने कार्यक्रम हुने गरेका छौँ र आउटडोर इन्जोय गर्नुहोस्, आनन्द लिनुहोस्। आपसमा साथीभाइहरूलाई फेरि हुने कार्यक्रमको लागि पनि प्रवाह गरिदिनुहोस्, कन्टिन्युस होस् र नयाँ साथीहरूलाई पनि पुनः वेलकम गर्न चाहन्छु। र अब खानेकुराहरू अलिअलि प्रायः बाँकी नै छ, इच्छा हुन्छ खानु होला। र हाम्रो लन्चको समय चाहिँ 3:30 बजे स्टार्ट हुन्छ।
त्यो सानो नानीहरूले गाना गाए सबै गरे होइन तर घरमा त्यसको लागि कति मेहनत गर्नुपर्छ होइन त्यसको लागि सबै बुवा आमाहरू जो हुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद है किनभने मेरो पनि नानी अहिले चाहिँ अलिकति ठुलो भएको छ मलाई थाहा छ क्या कति मेहनत पर्छ भनेर सो थ्याङ्क यू सो मच नमस्कार मेरो नाम विनोद बस्नेत म नेभिज एसोसिएसन अफ फ्लोरिडाको प्रेसिडेन्ट र यहाँ तपाईँहरूको सामने यहाँ आउँदाखेरि हामीलाई धेरै खुसी लागेको छ हाम्रो एउटा टिमै आएको छ यहाँ सबैजना र म के भन्न चाहन्छु भन्दाखेरि यो हाम्रो कार्यक्रममा यहाँ आएर हामी यसरी गर्न पाउँदाखेरि हामीले धेरै खुसी छौँ र यहाँहरूको चाहिँ यो स्वागतको लागि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ म यहाँ एनसिसिओका सम्पूर्ण पदाधिकारीहरूलाई धन्यवाद दिन चाहन्छु विकास दाईसँग चाहिँ मेरो रिलेसन के भन्दाखेरि विकास दाई कोही नाफकै प्रेसिडेन्ट हुँदाखेरि म उहाँको चाहिँ इन्फर्मेसन सेक्रेटरी थियो बेलामा हामी दुईजना यता मिलेर काम गर्थ्यौँ यो पनि यहाँ आएर यो प्रोग्राममा चाहिँ यसरी मिलेर काम गर्न पाउँदाखेरि धेरै धेरै खुसी लागेको छ मलाई धन्यवाद विकास दाई यहाँलाई म अर्को कुरो के पनि भन्न चाहन्छु निवेदन गर्न चाहन्छु भन्दाखेरि अब आउने हामीले दसैँको प्रोग्राम नोभेम्बर 7मा गर्दैछौँ ट्यापामा र एकदम राम्रो प्रोग्राम गर्ने हामी प्लान गर्दैछौँ अब अहिलेदेखि हामी प्लान सुरु गरिरहेका छौँ त्यो भएको लागि नोभेम्बर 7को लागि चाहिँ प्लिज सेभ द डे सबैजनाले कुनै पनि कार्यक्रम नबनाउनु होला यहाँदेखि ट्यापमा धेरै टाढा पनि छैन रमाइलो छ दसैँ एकदम रमाइलो तरिकाले मनाउनुपर्छ नोभेम्बर 7 भएपछि हरिकेन सिजन पनि गइसकेको हुन्छ होपफुली सो आई थिङ्क इट विल बी भेरी नाइस Oh my god. Ready. Wow! That's okay. Winner rồi đó. Sao kìa xin rồi. Left side.
पछाडि नआउनु यो खाना झर्छ ओए मेरिलिन तपाईँले बच्चाको टाउकोमा हान्ने हुनुभयो पछाडि जाऊ न लाग्छ पछाडि जाऊ लाग्छ तिमीहरूलाई सानिया ढुङ्गाना Siap Patil Elisa Patil Subuh Nepali Subuh Nepali Marilyn Nepali Sandi Sreshta Subhani Banya Promise Neumane भाइ बहिनीहरूलाई राम्रो प्रस्तुति गर्ने भएमा थर्ड कमाना हाम्रो फर्स्ट सुहानी हाम्रो 6 मा चाहिँ हाम्रो ढुङ्गाना रहेछ भाइ second number Pasmia second most Subhani Anya second
पछिको विनर ओके, अब हामी भलिबलको ओर्ल्यान्डोबाट हुनुहुन्थ्यो, त्यस पछाडि ट्यापाबाट र हाम्रो सबैभन्दा टाढाबाट फोर्ट मायर्सबाट पनि आउनु भएको छ टिमहरू र सबै प्लेयरहरू एकचोटि आउनु होला यहाँ। अनि हजुर यहाँ सेकेन्ड हामी बनाउन चाहन्छु कृपया यहाँ आइदिनु होला आफ्नो अवार्ड लिनको लागि। So we really appreciate all the volunteers here. Thank you so much. यो चाहिँ फेरि एन्डबाट 3939 सुन्नु पैसा तिमीले पानी नाच्नुपर्छ तपाईँको one prize is gone है for the free prize right 23 अनि अर्को नम्बर आज from Z 4949 from Z हो म नम्बर रिपिट गरौँ एकचोटि ल यो नम्बर कसरी दिएको छु हो त ल मेरो हातमा के भएछ भने द्याट्स अ फेयर इनफ नानीहरूले चाहिँ एउटा मात्रै एक लाइनको चाहिँ डायगोनल ल्याउनु भएको छ त्यो प्राइस होइन हामीलाई दुई टाइम फ्रम आई स्टार्ट विथ द 2 ending with the 727 2727 के त मैले भने हजुरले धेरै हल्लाएर चाहिँ पाउँछ मैले same for vertical line. Okay, let's see the vertical line. Did you see 28? 28, yes. 27, yes. 22, yes. 18, yes. 23. So once हाम्रो vertical भनेको थाहा लाइनको प्लेन चाहिँ गयो हो त कसैलाई पानी बजाइदिनु है 72 पनि छ यो हाम्रो चाहिँ प्राइस प्लेन सक्सेसफुल भयो $120 जित्नु भयो बस्दै गरे एकछिन भाइ त Everybody, give a big round applause for हाम्रो यो मेरो हैन राम अङ्कल खेलेको मैले ल what number you voting baby 64 64 त आथेन छ one number ल ताली 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 ल $100 everybody done